बालेनको गेम प्लान थाहै छैन बच्चाहरूलाई। मिच्यौँ त, हामीले नि मिच्यौँ भारतको भूमि। मान्य सदस्यज्यू, लिपुलेक लिम्पियाधुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ अब खैला बैला मचिन्छ, अब इन्ट्रेस्ट आउँछ क्या यहाँ। ट्विस्ट भनेको यसलाई। बालेन जस्तो विद्वान त प्रधानमन्त्री कोही हुने छैन। ट्विस्ट कहानीमा, स्टोरीमा ट्विस्ट आउँछ नि त। यति बोलिदिएपछि अब हुन्छ खेल सुरु, अब हुन्छ खोजी निन्दा। यो त एकदम राम्रो गरेको। नेपालले मिचिदियो भारतको भूमि, हामीले मिचेको छौँ धेरै भूमि। अब हुन्छ खोजी निन्दा। एमालेको सांसदले प्रश्न खडा गर्दै गर्दाखेरि लिम्पियाधुरा र लिपुलेक भनेको थिएनन्। बालेनले सम्झाइदिएको थियो लिम्पियाधुरा र लिपुलेकको कुरा गर्नुभयो होला भनेर। त्यसमा अब इङ्ल्यान्ड पनि छ प्रुफ भनेर। इङ्ल्यान्ड हुँदा त नेपाल त धेरै ठुलो थियो नि त। इङ्ल्यान्ड त्यहाँ घुसाइसकेपछि, बेलायत घुसाइसकेपछि अब हामी सोझो मान्छेले बुझ्दा पनि अब हुन्छ स्टोरीको ट्विस्ट। बालेन अलवेज ग्रेट।